आज हामी नेपालको पछिल्ला 33 वर्षको एउटा एकदमै उतार चढावपूर्ण यात्राको कुरा गर्दैछौँ। यो यस्तो यात्रा हो जहाँ आन्दोलन, भूकम्प अनि नयाँ संविधान हामीले सबै थोक देख्यौं, सबै थोक भोग्यौं। ल यही प्रश्नबाटै सुरु गरौँ न, हैन त? 33 वर्षमा एउटा देश, एउटा राष्ट्र कतिसम्म बदलिन सक्छ होला? गएको 3 दशकमा नेपालले जुन परिवर्तन भोग्यो नि, त्यसलाई कसरी नाप्ने? आउनुस् त्यही यात्रामा सँगै लागौं। ल हाम्रो कथाको पहिलो अध्याय सुरु हुन्छ एउटा ठूलो आशाबाट, प्रजातन्त्रको त्यो आशावादी बिहानीबाट जुन चाहिँ दुःखको कुरा धेरै टिकेन र छिटै नै 1 दशक लामो द्वन्द्वमा बदलियो। एकपटक सोच्नुहोस् त, कस्तो अचम्मको विरोधाभास! 2046 सालमा जनआन्दोलनले प्रजातन्त्र ल्यायो, चारैतिर उत्साह थियो। तर त्यो उत्साह धेरै समय टिकेन। त्यसको जम्मा 6 वर्षपछि 2052 सालदेखि देशले 1 दशक लामो एकदमै हिंसात्मक द्वन्द्व भोग्नु पर्यो। यो एक वाक्यले नै त्यो समयको पूरै कथा भन्छ, होइन र? त्यो बेलाको त्रासदी कस्तो थियो होला, विशेष गरी गाउँहरूमा। सेना र माओवादी दुवैको डर। मान्छेहरू सधैँ त्रासमा बाँच्न बाध्य थिए। उनीहरूको दैनिक जीवन नै पुरै आतंकित बनेको थियो। अब कुरा गरौँ त्यो समयको, जब एउटा विशाल राजनीतिक उथलपुथल भयो। एउटा यस्तो परिवर्तन जसले त्यो लामो द्वन्द्वको अन्त्य मात्र गरेन, देशको पुरै स्वरूप नै बदलिदियो। यो कुनै सामान्य प्रदर्शन थिएन, साँच्चीकै एउटा जनसागर थियो। काठमाडौँका सडकहरूमा विद्यार्थी, शिक्षक, डाक्टर, अभिभावक, हरेक तबकाका लाखौं मानिसहरू एउटै आवाज लिएर उत्रिएका थिए। उनीहरूको एउटै माग थियो, राजतन्त्रको अन्त्य होस् र गणतन्त्र स्थापना होस्। अनि त्यो आन्दोलनको सबैभन्दा ठूलो, सबैभन्दा महत्त्वपूर्ण उपलब्धि के थियो त? देशको राजनीतिक संरचनामा आएको यो आधारभूत परिवर्तन। सोच्नुस् त, शताब्दीौं पुरानो राजतन्त्रको अन्त्य भयो र नेपाल एउटा संघीय गणतन्त्र बन्यो। यो सानो कुरा थिएन। तर गणतन्त्र घोषणा गरेर मात्रै सबै कुरा ठिक भइहालेन। नयाँ संविधान बनाउने यात्रा त आफैमा एउटा अर्को लामो सङ्घर्ष बन्न पुग्यो। पहिलो चुनाव भयो, त्यसपछि लगभग 8 वर्षसम्म निरन्तर राजनीतिक बहस, कहिले सहमति, कहिले खिचातानी यस्तै चलिरह्यो। अनि बल्ल 2072 सालमा देशले नयाँ संविधान पायो। अब हाम्रो कुराकानी 2072 सालको त्यो एकदमै कठिन समयतिर मोडिन्छ। एउटा यस्तो वर्ष जब हाम्रो राष्ट्रले एकपछि अर्को गर्दै दुईवटा ठूला सङ्कटहरूको सामना गर्नु पर्यो। 2072 साल वैशाख महिना। त्यो दिन सायदै कुनै नेपालीले बिर्सन सक्छ। 7.8 म्याग्निच्युडको त्यो विनाशकारी भूकम्प, त्यसले देशलाई जरोदेखि नै हल्लाइदियो। त्यसले पुर्याएको क्षति अपार थियो, अकल्पनीय थियो। लगभग 9,000। सुन्दा यो एउटा सङ्ख्या मात्रै लाग्न सक्छ, तर होइन। यो 9,000 भन्दा बढी परिवारको कहिले नमेटिने घाउ हो। हजारौंले आफ्ना मान्छे गुमाए अनि लाखौं मानिसहरू एकै रातमा घरबार विहीन बने। भूकम्पले थलिएको देश भर्खरै तङ्ग्रिन खोज्दै थियो, त्यही बेला अर्को वज्रपात भयो, भारतको अघोषित नाकाबन्दी। यसले गर्दा पेट्रोल, खाना पकाउने ग्यास अनि अत्यावश्यक औषधिहरूको चरम अभाव भयो। यसले त भूकम्प पीडितको पीडामाथि नुन छुक छर्क्ने जस्तै काम गर्यो र देशभरि नै एउटा मानवीय सङ्कट ल्याइदियो। तर यी दुई सङ्कटहरूले एउटा अर्को कुरा पनि देखायो, नेपालीहरूको अदम्य साहस र एकता। त्यो बेला देखिएको एकता साँच्चीकै शक्तिशाली थियो। खास गरी देशका युवाहरू जसरी स्वस्फूर्त रूपमा सहयोगमा उत्रिए नि, त्यो अभूतपूर्व थियो। भन्न सकिन्छ, त्यो सङ्कटको घडीमा राष्ट्रिय एकताको एउटा नयाँ अध्याय नै लेखियो। ल अब अलिकति आधुनिक नेपालको कुरा गरौँ। एउटा यस्तो नेपालको चित्र जहाँ एकातिर प्राविधिक र पूर्वाधारमा ठूलै फड्को मारिएको छ, तर अर्कोतिर पुरानै सामाजिक आर्थिक चुनौतीहरू भने जस्ताको तस्तै छन्। भूकम्पपछिका वर्षहरूमा चुनौतीहरू त थिए, तर दैनिक जीवनमा केही महत्त्वपूर्ण सुधारहरू पनि भए। जस्तै हामीले वर्षौंदेखि भोगेको लोड सेडिङको अन्त्य भयो अनि इन्टरनेटको पहुँच पनि सहरबाट गाउँ-गाउँसम्म फैलियो। यी कुराहरूले हाम्रो जीवनशैलीमा प्रत्यक्ष देखिने खालको प्रभाव पारेको छ। अनि आजको आधुनिक नेपालको अर्थतन्त्रको मेरुदण्ड के हो त? त्यो हो रेमिटेन्स।
विदेशमा पसिना बगाउने लाखौं नेपाली दाजुभाइ दिदीबहिनीले पठाएको पैसाले नै देशको अर्थतन्त्रलाई धानेको छ। हो, यसले अनगिनती परिवारलाई आर्थिक सुरक्षा दिएको छ, तर यसको एउटा अध्यारो पाटो पनि छ। यसले हाम्रो देशको सबैभन्दा ऊर्जाशील युवा शक्ति बाहिरिरहेको तीतो यथार्थलाई पनि देखाउँछ। हो, आजको नेपालको तस्बिर यस्तै विरोधाभासपूर्ण छ। एकातिर डिजिटल स्टार्टअप, स्मार्ट सिटी जस्ता कुराहरू सुनिन्छ, अनि अर्कोतिर हेर्ने हो भने उही उच्च बेरोजगारी, व्यापक भ्रष्टाचार र युवा पलायन जस्ता गम्भीर समस्याहरूले देशलाई नराम्ररी जक्डिराखेका छन्। यति धेरै कुरा गरिसकेपछि अब अन्तिम खण्डमा अलिकति भविष्यको कुरा गरौँ। सामाजिक परिवर्तन, राष्ट्रको सम्भावना र एक नागरिकको रूपमा हाम्रो जिम्मेवारी के हो त्यसमाथि विचार गरौँ। चुनौतीहरू त अनगिन्ती छन्, तर त्यसको बावजुद पनि नेपालको भविष्यमा सम्भावनाहरू पनि उत्तिकै छन्। जलस्रोत, पर्यटन, कृषि यी सबैमा अपार सम्भावना छ। तर यी सबैभन्दा महत्त्वपूर्ण के हो थाहा छ? हाम्रो मानव पुँजी, हाम्रा युवाहरूको सिप, ज्ञान र ऊर्जा। यिनै क्षेत्रहरूको सही सदुपयोग गर्न सकियो भने मात्र देशको भविष्य उज्जवल बन्न सक्छ। अनि एउटा कुरा सोच्नै पर्ने बेला आएको छ, देशभक्ति भनेको के हो? के सरकारलाई गाली गर्नु, गुनासो गर्नु मात्रै देशभक्ति हो? होइन। साँचो देशभक्ति त हरेक नागरिकले, चाहे जुनसुकै ठाउँमा होस्, आफ्नो काम इमान्दारीपूर्वक गर्नु र देशका लागि केही सकारात्मक योगदान दिनु हो। ल, अब अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु, जुन हामी सबैले आफैलाई सोध्नुपर्छ। बितेका 33 वर्ष त सङ्घर्षमै बिते। अब आउने 33 वर्षलाई चाहिँ केले परिभाषित गर्ला? हामी कस्तो बनाउने हो? विगतले हामीलाई धेरै कुरा सिकाएको छ, तर भविष्यको निर्माण गर्ने जिम्मा त्यो हाम्रो पुस्ताको काँधमा छ।